यहाँ वासङ रुद्राक्षमाला अक्षता ल नयाँ ढोल तान्ने बेलामा चाहिँ नयाँ ढोललाई यसो पुरानै हो नयाँ बनाउने हो अब मुन्दुमी विधिबाट चाहिँ सबै कुरो सकेपछि मात्र यहाँ तान्ने काम हुन्छ। सुनावाले चोखाउँदैछ त्यहाँ सुनावाले चोखाउँछ। पाती ल्याउनु भएको छ छ चलाउने चोखाउनु पर्यो नि। सजिलो छैन है ढोल तान्नु पनि। ती राखिदिनु अहिले हामी बाँध्छौँ अदुवा बिनाकोले चाहिँ यहाँ ती सक्दैन। राखिदिनु तल राख्नु हो त्यहाँ रुद्र माला त राखेन नि यसले ल्याउँ त माला यता लानु खोइ माला लाउने नि छ पुरानो त लाउनु हुँदैन अदुवा बेच्छु त पुरानो अदुवा निकाल्ने अहिले त्यहाँ राख्ने यो पुरानो रहेछ होइन तर केले बाट्नु भित्र चाहिँ उयो डोरी थियो बान्नु यहाँ छ यसले अहिले भित्र बान्दैछ यसले ए हो जातिमा चाहिँ त्यो थाहा छैन। बान्दिउँ त वासङ यो चाहिँ भराइ ठ्याक्कै ढोल बान्ने बेलामा चाहिँ भित्र लगाइन्छ। यहाँ वासङ पनि छ है हो यसरी वासङ छट्टै वासङ लगाइन्छ। तलैबाट आएको त माथि खुम्चाउनु हुँदैन तलैबाट तलकै बस्नु त्यत्तिकै ढोल चाहिँ बनेको हुँदैन है भित्र हो हेरौँ सब मुन्दुम हुन्छ भित्र पुकारिसकेको हुन्छ। यो जसुकीले बजाउनु मिल्दैन भनेको कारण नै यही हो। ए हुने रहेछ। यो चाहिँ भरे छाला जोडिने यसलाई बोलाउनु पर्छ यहाँ पनि बाट्नु पर्यो पर्दैन त्यति भयो हुन्छ ल दुवाङमी पूर्ण आङखिम साहेब हो त्यो बान्दै हुन्छ वासङ। यहाँ हाम्रो छोवा गोपाल छोवा नाचिङ हाङखिम रूपाबुङ अनि हामी कोयु मिलेर चाहिँ यहाँ ढोल बान्दैछौँ तान्दैछौँ भनौँ न। छालाले अब यो ठ्याक्कै मृगको छाला फेरि यहाँ कसिन्छ लुज भएर हो विशेष गरी। एकपट्टि यो अहिले भएर अब गौरी बेतको डोरीले चाहिँ लो आशीर्वाद बेत लौरीले चाहिँ अब यहाँ बान्नु लागेको छ। त्यसलाई राख्नु त अब फेरि एकपट्टिको मिलाउँ न कता यस्तो हुन्छ जतै हो नि तान्नेतिर यसो गर्ने परेको छु ल भएर यो गाँठा नपाएर यतिकै छोड्ने विचार गरेको छु कि यो खापी तानिन्छ के त यो चाहिँ यता नजिप्टिने मात्रै बनाउने हो नि त र यस्तो पार्दा हुँदैन बसिँदै सिरा ल्याउँ म यसको सिरा दाबी बजिरहेको छ है हाम्रो किराँती गीत। पर्छ भन्ने बाटेर पर्दैन बाट्नु
तातो दिए त छिराले ठिकै लगेपछि आफ्नो यहाँ कहाँनिर अघि ए त्यहाँ भएर त्यो त चोयारै तान्दा हुन्छ ल कि होइन उनको भयो दाजु एउटा चुडेको थियो होइन यसको अलि यता भित्र यहाँ छिरेको छैन यो त चुडिनु हुँदैन हो यो छिनेको छ The tabs over here are also here. छिनेको छ अघि